बेस्ट प्लेस। ठाउँको नाम के अरे? ठाउँको नाम सैलुङ। चाहिँ हाम्रो नेपालको मिनी ग्रेट वाल सैलुङमा बनेको डिजाइन ग्रेट वाल जस्तै छ। ग्रेट वाल त पुगेको छैन, यहाँ पुग्यो। यस्तै नै होला। हामी अहिले जङ्गलमा छौँ। बाटो बिराको अवस्था छ। हामीले बाटो खोज्दैछौँ गुगल म्यापबाट र एकजना मान्छेलाई सोधेको थियौँ। उहाँले दाहिने 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 जानु भन्नुभएको थियो। हामी यहाँ र दुईवटा बाटो थियो, एक ठाउँमा कन्फ्युज भएको छौँ। अब बाटो हेर्दैछौँ गुगल म्यापमा, सेटेलाइट भ्यूमा के कस्तो छ। नमस्ते। आज हाम्रो जर्नी स्टार्ट भइरहेको छ काठमाडौँबाट। आज हामी सैलुङ जाँदैछौँ र सैलुङ हुँदै हामी कालिम्चोक र सक्यो भने जिरी पनि पुग्छौँ। र यही बाटोमा हुँदै आज हामी दसैँको उपलक्ष्यमा निस्केको छौँ र भोलि पर्सिसम्म घुम्दै घर पुग्ने आशा लिएका छौँ। र हजुरहरूलाई पछि पनि भेटौँला भिडियोमा। हामीसँग आज 4वटा बाइक छ। एउटा एक्सपल्स चाहिँ उहाँ चलाउनुहुन्छ, म चाहिँ पल्सर 220 चलाउँछु। त्यसै गरी एउटा यहाँ छ एफजेड चाहिँ उहाँ चलाउनुहुन्छ। अनि एउटा रोनिन चाहिँ मामा हेभी ड्राइभर। अनि म सबै चलाउने पालो। अनि उहाँ चाहिँ पालो सबै चलाउनुहुन्छ। यसलाई छोपुन्जेल त पानी पनि अब जान्छ होला। हाम्रो चाहिँ आजको फर्स्ट डेस्टिनेसन चाहिँ सैलुङ 59 किलोमिटर। माछा खाजा सेट, चिकन खाजा सेट, अनि त्यहाँ चाहिँ भेज खाजा सेट। यसको चाहिँ 400 रुपियाँ। यसको चाहिँ कति रुपियाँमा? 250। यसको चाहिँ 250। A few inches later. हामी अहिले जङ्गलमा छौँ। बाटो बिराको अवस्था छ। हामीले बाटो खोज्दैछौँ गुगल म्यापबाट र एकजना मान्छेलाई सोधेको थियौँ। उहाँले दाहिने 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 जानु भन्नुभएको थियो। हामी यहाँ र दुईवटा बाटो थियो, एक ठाउँमा कन्फ्युज भएको छौँ। अब बाटो हेर्दैछौँ गुगल म्यापमा, सेटेलाइट भ्यूमा के कस्तो छ। अहिले हामी जङ्गलमा एकछिन कुदिरहेछौँ, रेस्ट पनि भइरहेछ। यता म्यापमा हेर्दै पनि छौँ। बुझा जति हो। ओहो, बाटो एकदमै खराब रहेछ। बिहान भएको भए फरक पर्दैन थियो, र त राति छ पुरै हिलो नै हिलो। अब यहाँबाट 15-20 मिनट हजुर। लाइन कटो ठिक छ। ए सबजनाको लागि छुट्टा छुट्टै आमामा इली हम उलेछि हम पुरै रुम दाइ यो पुरै रुम पानी पानी भइसक्यो।
पानी आयो घाट काटेर त्यही भएर मैले आफ्नो केही सामान निकालिनँ मैले थाहा थियो रुम चेन्ज हुन्छ भनेर अहिले यहाँबाट त केही भ्यू हेरेको छैन अब भोलि बिहान त पाउँ पानी आइरहेछ त्यहाँबाट यो के को चावल हो मार्सी चामल मार्सी मलाई अलिक प्याज लगाइदिनु न लाइन आउने अलिकति गाह्रो छ यहाँको जेनेरेटर बिग्रिसक्यो वाइफाई चलाएछ त्यो पनि 3-4 घन्टा चल्छ अहिले समय हजुरको कति बजी छ 9:09 भएको छ के छैन अब गएर सुत्दिने भोलि बिहानै 4:30 बजे सनराइज हेर्न जानु पर्ने थियो 6 hours later. गुड मर्निङ साथीहरू अब हामी सैलुङ जान लागेको छौँ सैलुङ हिल भन्छ त्यसलाई यहाँ थोरै अगाडि गएपछि चाइनाको हाम्रो ग्रेट वाल अफ चाइना जस्तै छ एउटा सानो नेपालको लागि त्यहाँ जान्छौँ र त्यसपछि हिँड्दै गएपछि लगभग हाम्रो 1 घन्टा लाग्छ अरे त्यहाँ पुग्दाखेरि हाम्रो लगभग 400 देखि 500 मिटर माथि हामी उक्लिन्छौँ यहाँबाट अहिले हामी हिँड्यौँ अहिले हाम्रो समय कति भइसक्यो अहिले हाम्रो समय 4:30 को हाराहारीमा बज्यो लागु पदार्थहरू मार्दा ड्रोन उच्च क्षमताका स्पिकर हामीसँग सानो रहेछ सिसा प्लास्टिकका झोला तथा बोतलहरू ज्वलनशील पदार्थ अस्थायी प्राकृतिक घुम्ती पसल टहरा गाडी सबसे पहिले त गाइड आएका चल गेल छु हाम्रो गाइड चाहिँ यहाँ हुनुहुन्छ गाइड सर हाम्रो गाइड डोगेश सर सैलुङ महादेव गुफा सर यता हेरिदिनु न सर रिसाउनु भयो जस्तो छ हामीले यो सरले तलबाट माथिसम्म लिएर आयो अब हामी जाँदैछौँ यहाँ माथि भ्यू टावर अनि माथि गएर हेराउँछौँ माथिबाट कस्तो हेर्दो रहेछ वेलकम टु सैलुङ अहिले हामी सैलुङको टपमा छौँ अहिले हामी भ्यू टावरमा छौँ तपाईँले देख्न सक्नुहुन्छ चारैतिर हिमाल छ र यता त भिडियोमा देख्नुभयो होला यो हाम्रो विन्डो साइड वाल त्यस्तै तरिकाको ग्रासल्यान्ड र यतापट्टि हाम्रो दक्षिण भयो र यतापट्टि सनराइज भर्खरै सनराइज भएको छ सनराइज भएर अलिकति माथि आइसक्यो सनराइज माथि आइसक्यो त्यहाँ भ्यू टावरमा जाँदाखेरि कालो चिया चाहिँ फ्रीमा पाइँदो रहेछ तल खाने हो भने त्यो चियाको चाहिँ पैसा पर्दो रहेछ त्यो नपाइ पैसा बुझाएको ठाउँमा 20 रुपियाँ नगरपालिकालाई जाने रहेछ अनि त्यसपछि चिया चाहिँ उहाँहरूले फ्रीमा कालो चिया हमने कभी नाना कहतोले वुमेन एंड यूजर फ्रेंडली कुकुर है हमारा सबकी राइते सवाल है मतलब 4 बजे भोरे छ ये रहता तो खाका हैन हम सब रास्ता दूसरा रास्ता जाय छ हम सब दूसरा रास्ता जाय छ लेकिन आगे जाके आ सबके अइ जने आबे रास्ता पूरा दिखा देलके गाइड से प्रॉपर काहे ना 2000 रुपया तक जा आ बजबो नि करी नि फुक एक फोकल खाली नि भूखले यार रास्ता में भूखल देख लेने छले अनहारे में
हामी यहाँ घुमिसक्यौँ, त्यहाँ माथि भ्यू टावरमा गएको थियौँ। त्यसपछि अब यहाँबाट हामी बिस्तारै यहाँबाट निस्किन्छौँ, किनकि आज हामीले कहाँ पुग्नु पर्ने छ आज हाम्रो गन्तव्य कहाँ भन्ने कुरा मलाई पनि थाहा छैन। उहाँले पनि थाहा छैन, मलाई पनि थाहा छैन। उता छ र अनि सायद कालिन्चोक नत्र जिरी, अब खै थाहा भएन। मलाई चाहिँ यो नास्पाती खानु मन थियो तर छैन। ल ल भयो जस्तो छ, तर सरी भएको रहेन रहेछ। ल अब हामी लाग्यौँ यतैबाट आफ्नो रुमतिर जहाँ हामी बसेको थियौँ। यो भनेको हाम्रो डगेस भाइ हो, यसले चाहिँ ढुङ्गा खेलाउँदै हिँड्छ। तपाईँ यसरी हेर्न सक्नुहुन्छ, यसको मुखमा ढुङ्गा, ओ ढुङ्गा टिप। तर मैले भनेको यसले मान्दैन। यो पनि जेन्जी हो, यो पनि जिन्जो, यसले पनि ढुङ्गा फालेको थियो हामीसँगै। हाम्रो गाइड सर पनि जेन्जीको समर्थक हुनुहुन्छ। हामी अहिले गुफामा जाँदैछौँ अनि यहाँ हेर्नु कति चिसो पानी आउँदैछ। जो मनले चित्त पुरा गर्दै शङ्कर श्री महादेवजी रक्षा गर्दै जय जय होस्। श्री महादेवजी रक्षा गर्दै जय जय होस्। सुन्नु न, उहाँले आशीर्वाद दिनु छिटो बिहे गर्न। आशीर्वाद जय जय होस्, सुखी होस्, आफ्ना परिवार सबै सुखी रहोस्, कोही दुःखी नहोस्। जो मनले चित्त गर्दै पुरा गर्दै अनि छिटो बिहे गर्नु। श्री महादेवजी रक्षा गर्दै जय जय। दिदी हजुर बस्ने यतै हो? यही कालपानी हो अब। कुन पानी? कालपानी। काला पानी? कालो पानी हो कि कालो पानी हो? कालो पानी। कालो पानी एउटा टेस्ट गरेलाई उहाँको सट्टा मलाई दिइहाल्नु। खानु न त त्यो तीनटा भयो तपाईँलाई, कति भयो त हाम्रो? अनि अरू भएनलाई त्यही हो। त्यो 1100 भयो, अनि 1350 यसले है, अनि त्यो 1400 1500। यो चाहिँ हाम्रो नेपालको मिनी ग्रेट वाल, सैलिङमा बनेको डिजाइन ग्रेट वाल जस्तै छ। ग्रेट वाल त पुगेको छैन, यहाँ पुग्यो। यस्तै यस्तै नै होला। यो पानी ट्याङ्की होइन गाइज, यो होटल हो। हाम्रो होटल यही हो। अब एउटा यहाँ छ, अर्को 6-7वटा यस्तो यस्तो सानो सानो घर छ। हामी हिजो राति यसमै गएको थियौँ तर यसमा एभाइलेबल थिएन, त्यही भएर हामीले यसमै बस्नु पर्यो। त्यसले हात चिलाउँछ नि हो। दाइ यो के हो भनिदिनु एकचोटि मलाई? के भन्छ? बाको? बाको? यसले के हुन्छ? यो हेर्ने मात्रै? हेर्ने मात्रै यसको खासै। यसको बोटलाई नै बाको भन्छ हामी चाहिँ। हजुर। हाम्रो गोलघर, हिजो हामी यहीँ बसेका थियौँ। अब हामी यहाँबाट निस्किरहेको छौँ। हामी यताको बाटो हुँदै बाइक हामी रेडी भइसकेको त्यहाँ देख्न सक्नुहुन्छ। अब यहाँबाट हामी तल मुडे बजारमा पुग्छौँ। हामीलाई लगभग 1 घन्टा लाग्छ होला। जाँदाखेरि आज उज्यालो छ, हिजो आउँदाखेरि राति परिसकेको थियो, धेरै टाइम लाग्यो। आज छिटै पुगिन्छ होला, पानी पनि अहिले पर्छ जस्तो छैन, त्यो छिटै पुगिन्छ होला। त्यसपछि मुडेपछि हामी चडीकोट हुँदै उता कुरी कालिन्चोकतिर बस्छौँ। ल
A few inches later. हामी यहाँ सैलुङदेखि मुडी आइपुग्यौँ। अब यो बाटो चाहिँ कालिम्चोक, यो बाटो चाहिँ काठमाडौँ। हामी चाहिँ यता कालिम्चोक जानुपर्ने हुन्छ। धेरै धेरै धन्यवाद सबलाई यो भिडियो हेरिदिनु भएकोमा। म चाहिँ भिडियो यहीँ एन्ड गर्छु। अगाडि म भ्लग बनाउँछु तर दुइटै एउटैमा मिक्स गर्दिनँ, ठुलो हुन्छ त्यही भएर। ल मामा।